नमस्ते साथीहरु। पुरानो मोबाइलमा सुन त पाउँदैन तै पनि यो खजाना हो भन्ने कुरा चाहिँ बिर्सिनु हुँदैन। हेर्नु होला हामीलाई गाउँबाट यो यसरी खजाना ल्याइदिएको छ। हेर्नु होला यस्तो यस्तो खजाना लिएर आउनु भएको छ। उहाँको भिडियो बनाउँछु भनेको भिडियो नबनाउनु भन्ने कुरा भयो। उहाँलाई पनि अलिकति प्रब्लम हुन सक्छ अथवा लाज होला आफ्नो ठाउँमा छ। यस्तो यस्तो पुरानो मोबाइलहरु काम नलाग्ने यस्तो नबन्ने मोबाइलहरु छ भने प्याज र ग्लासमा नसार्नु होला। यसको आफ्नै महत्व हुन्छ। यस्तो यस्तो थोत्रो मोबाइलहरु ल्याएको बापत हामीले उहाँलाई मूल्याङ्कन गरेर पैसा दिन्छु भन्दाखेरि उहाँले यो थोत्रो मोबाइलको सट्टा मलाई नयाँ मोबाइल दियो भन्नुभयो। हामीले यसको सट्टा चाहिँ हामीले 15C नयाँ मोबाइल दिएर पठायौं। अहिले राम्रो मोबाइलहरु अलि काम चल्ने मोबाइलहरु छ भने पनि हामी यो भन्दा माथिको मोबाइलहरु अथवा यो यसको पैसा मूल्याङ्कन गरेर तपाईले नयाँ मोबाइल आउँछ। त्यसैले यस्तो यस्तो काम नलाग्ने पुरानो नबनेको यस्तो यस्तो मोबाइलहरु छ भने हामी बाटोमा जम्मा गरेर ल्याउनु होला। यसको लागि हाम्रो मोबाइल तथा इलेक्ट्रोनिक सेन्टर गोकर्णेश्वर उत्तर चोक ज्योति विकास बैंकसँग हाम्रो पसलेको छ। त्यहाँ लिन चाहिँ नबिर्सिनु है।